नेपालको टी20 विश्वकप छनौटको सम्भावना अब बहराइनको हातमा छ। यदि बहराइनले भोलि हङकङलाई हरायो भने नेपाल सुपर 3 मा पुग्नेछ, जहाँबाट शीर्ष 2 ले विश्वकपमा छनौट हुनेछन्। र कुरा गरौँ आज के भयो त? निर्धारित समयभन्दा ढिलो सुरु भए पनि बहराइनले टस जितेर पहिले ब्याटिङ रोज्यो। पहिलो विकेट रसिका रोड्रिगो रनआउट हुँदा खस्कियो र दोस्रो विकेट पनि इन्दु बर्मालाई दीपिका रसिङ्गाले आउट गरिन्। बहराइनले 12.4 ओभरमा 3 विकेट गुमाएर 76 रन बनायो। जब वर्षाले रोक्यो, केही समयपछि खेल सुरु भयो। नेपालले जित्नको लागि 7 ओभरमा 56 रनको लक्ष्य पायो। सुरुवाती विकेट पतन भए पनि कप्तान इन्दु बर्मा, पूजा र रुबिनाको सहयोगमा नेपालले लक्ष्य सफलतापूर्वक पछ्यायो र यसले खेल जित्यो। यो जितको अर्थ नेपाल अझै पनि सुपर 3 चरणको खोजीमा छ। बहराइनले जितेमा सबै कुरा बहराइन विरुद्ध हङकङको खेलमा निर्भर हुनेछ। हङकङले सुपर 3 मा जाने मौका पाएको भए नेपालले सुपर 3 मा जाने सम्भावना थियो। यदि अझै पनि नतिजा आएन भने हङकङ छनौट हुनेछ। त्यसैले खेल भोलि नै हुनुपर्छ। तपाईलाई के लाग्छ? नेपाल सुपर 3 मा छनौट हुनेछ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्।